काठमाडौँ औराजावादीको आन्दोलनका क्रममा शुक्रबार तीनकुनेमा प्रहरीसँगको झडपमा गोली लागि घाइते भएका 7 मध्ये 5 जनाको सिभिल अस्पतालमा र 2 जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सिभिलमा उपचार गराइरहेका 5 जनालाई रबरको गोली लागेको उपचारमा संलग्न चिकित्सकले दाबी गरेका छन् भने ट्रमामा उपचार गराइरहेका एक घाइतेलाई मेटलकै गोली लागेको बताइएको छ। ट्रमा सेन्टरका निर्देशक डा बद्री रिजालका अनुसार गोली लागेका 2 घाइते मध्ये 27 वर्षका एक पुरुषको पेटमा गोली लागेको छ भने अर्काको कुममा गोली लागेको छ। पेटमा गोली लागेका पुरुषको आकस्मिक शल्यक्रिया भइरहेको उनले बताए। पेटमा गोली लागेका एकको अवस्था चिन्ताजनक छ। यस्तै कुममा गोली लागेका घाइतेको अवस्था भने स्थिर रहेको छ। मेन भवन स्थित सिभिल अस्पतालका निर्देशक डा मोहन चन्द्र रेग्मीका अनुसार त्यहाँ गोली लागेका 5 जना घाइतेको आकस्मिक कक्षमा उपचार भइरहेको छ। ती मध्ये 22 वर्षीय एक महिलाको आकस्मिक शल्यक्रिया गर्ने तयारी गरिएको छ भने अन्यको अवस्था सामान्य छ। सबैको कम्मर मुनिको भागमा गोली लागेकाले अवस्था भने स्थिर रहेको उनले बताए। यस्तै सिनामङ्गल स्थित काठमाडौँ मेडिकल कलेज केएमसीमा कुल 39 जना घाइतेको उपचार गरिएको अस्पतालकी निर्देशक डा मीना थापाले बताइन्। उनका अनुसार 39 मध्ये 10 जना सुरक्षाकर्मी रहेका छन्। त्यहाँ उपचाररत सबैको अवस्था स्थिर रहेको र अधिकांशलाई उपचारपछि डिस्चार्ज गरिएको पनि उनले बताइन्। प्रदर्शनकारीहरूले प्रहरीको बन्दुक नै खोसेको र सांघातिक आक्रमण गरेका दृश्य सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको थियो। प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चारगृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए भने कोटेश्वर स्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी र कोटेश्वर स्थित भाटभटेनीमा तोडफोड र लुटपाट पनि गरेका थिए। काठमाडौँको तीनकुनेमा प्रहरीमाथि ढुङ्गामुढा र निजी घरहरूमाथि तोडफोड र आक्रमणपछि शुक्रबारका लागि तय भएको राजावादीको सभा बिथोलिएको छ। विभिन्न ठाउँबाट र्याली सहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भिड भड्किएको हो।